काम गरेर जति खानु पर्यो काम गरेर जति खानु पर्यो जोसिरे हाने केटाहरू सब जोस सब देवेले पनि काम गर्न सिकिसक्यो रहेछ कि देवेले काम भनेको यो हो क्या केटाहरू हो आफै चल्छ गाडी पनि आफै बापा न के गर्दो यस्तो यो बस यो क्या तरिका भने घिच्न त उहाँले सिक्नु भएको छ घिच्न बुझेन यस्तै पानी खेल्न पाएन कहिले खेल्न पाएँ कि पानी यार कहिले खेल्न पाएँ पानीमा देख सकते हो कैमरामैन इधर है बल्ल खाए जस्तो पाउने हुने नाइ म लगाउँछु ठाडी घाँटी अब अभी तो रुको क्लाइमैक्स अभी बाकी हेलो सबैले आज मेरो मिनी भ्लगमा सबैलाई स्वागत छ आजको यस्तो भ्लग छ कि टक्क हामी काम गर्ने होटलमा टक्क आज जनरल सफाइ छ जनरल सफाइ यस्तो छ कि टक्क यो साइडभरि यस्तो छन् काम गर्ने केटाहरू यो साइडभरि यो सबै चाहिँ बेन्च सोफा टोटल सबै बाहिर जान्छ टक्क केटाहरू पनि आएर खाने यस्तै काम गर्न केटाहरू यस्तो आइरहेको छ न हाम्रो आज जनरल सफाइ छ जनरल सफाइ सबैले हेरेर माया गर्छन् होला आधार कार्ड आएछ उतातिर भट्टा कौडा सबैले भट्टाभट यो चाहिँ हामी सबै यो भाइ चाहन्छु सब एटको जेट यो सब खाली सुरु हुन्छ हाम्रो काम केटाहरू लिइसक्यो उतातिर ल पूजा सर के भन्न चाहनुहुन्छ मिठा मिठा शब्दहरू आज हमारा होटल में चल रहा है जनरल सफाई यस्तो भइरहेछ के भन्न चाहन्छौ यो सोफा चाहिँ होइन यो चाहिँ सफ हामी निकाल्न चाहन्छौँ सबैले माया गर्नु होला मान्छे आधा उतातिर गर्दैछन् टक्क सबै खाली भइसक्यो यो साइडबाट सब हामीले एटको जल लिइसक्यो अघि नै कत्रो छ भने चाहिँ अहिले सबै खाली भइसक्यो हेर्नुहोस् यो टक्क सोफा चाहिँ हामीले यस्तरी बाहिर राखिराखौँ सोफा चाहिँ यता छन् टक्क यता सोफा यता हो चेयर चाहिँ उता छ चेयर चाहिँ दामीसँग मिलाएर राख्छु यस्तै काम गरेर राख्छन् टक्क केटाहरू चाहिँ मजा आइरहेको काम गर्न बस यो के काम गर्ने तरिका भनेको त यस्तै काम गरेर राख्छन् केटाहरू रेस्टुरेन्ट चाहिँ हाम्रो अहिले यो यस्तो रातिको 12 बजे यस्तै काम गर्नुपर्छ अहिले गाह्रो छ
टक्क साफ गर्ने चाहिँ सबको जेठ हो। यस्तरी काम गरेर खाने केटाहरू चाहिँ यो माथिको सब घिच्नुपर्छ क्या अहिले। यस्तरी घिच्नुपर्छ पुरै छोडिदिउँ क्या। सबै हामी चेयर चाहिँ सोफा चाहिँ सब खाली गरिसक्यो। केटाहरू चाहिँ उतातिर काम गर्दैछन् अहिले। सोलेर माया गरिदिनु होला। तपाईँ यस्तो गराउनेवाला छु कि यस्तो गराउनेवाला छु कि केटाहरू चाहिँ उतातिर छन्। अब हाम्रो काम सुरु। आज केटाहरू चाहिँ पर फेन निकाल्दैछन् पर त्यस्तो काम गर्दैछ केटाहरू। यस्तो काम भइरहेछ कि जिउबाट फ्याँकेको है। ल यस्तो काम भइरहेछ। देख सकते हो कैमरामैन इधर है। इसे काट रहे हैं मेरे को पता है। सोलेर माया गर्ने यस्तो अल्गा ठाउँमा यस्तै काम गर्नु परिरहेछ। हेर्नुहोस् राति कति बजी भनेपछि 12 बजिसक्यो। अहिले 12:30 समथिङ भइसक्यो। अहिले यस्तै काम गर्नु परिरहेछ अर्काको ठाउँमा आएर। त्यही भएर राम्ररी पढ्नुहोस् भनेर चाहन्छु म। अर्काको साथीको लैलै मैले जान्छु भनेर नसोच्नु होला कहिले पनि। यस्तै त्यतिसम्म दुःख पाइन्छ। बुझ्दै देख सकते हो चलो अरे लाओ कपडा ट्रक का काम चाहिँ सुरु गर्नुपर्छ। साइडमा यो गरेर सब हान्नुपर्छ। आधा त केटाहरू चाहिँ उतातिर हानिराखन्। यो उता त्यो उता लागिरहेछ। आधा उता लागिरहेछन् काम, आधा उता लागिरहेछन् भने यतातिर लागिरहेछ काम। आधा उता काम उतातिर गरिराखन्। हल्को हल्को उतातिर सार एकदम उतातिर सार सुरु गरेर राख सबैले काम। बास हल्का अघि 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 हल्का अघि सार। अशोक अशोक ओइ हल्का अघि सार। हल्का अघि सार्यो। बास भइगयो। यस्तै काम गर्नुपर्छ यहाँ। ल यस्तै गर्नु पर्यो राखेको काम। यस्तै गरेर राखन काम चाहिँ सब केटाहरूले। Esa este te queda. Canta esto kan? Itu panen laran. Oh, itu tuh ke dami songgo. Pas. यो के पानी हाल्यो भनेको त ओ पूजा सर यसले नाल्नु है मसँग। मसँग नाल्नु है सर पानी। यस्तो काम गरेर खान केटाहरू। यस्तै घिस के
साबास यतिर पानी कति हाल्ने सब आफ्नो आफ्नो काम लागेर टक्क पानी चाहिँ हालेर पनि अब हामी चाहिँ बस यस्तरी खिच्नुपर्छ साथी कस्तो गरेर हामीले कहिले खेल्न पाए पानीमा साबास त्यो नजिरा अहिले चढ्थ्यो स्पेसल भलक त हाम्रो बन्ने भयो साबास ओ सर त्यसमा पानी पर्ला यसरी काम गरेर खाने केटाहरू टक्कै हाम्रो चाहिँ महिनामा एकचोटि आउँछ महिनामा एकचोटि हुन्छ हाम्रो चाहिँ जनरल सफाइ यस्तो गरेर खाने टक्क केटाहरूले काम चाहिँ बुझेन यस्तरी पानी खेल्न पाएन कहिले खेल्न पाए कि पानी यार ओ अमृतसरको त अमृतसर त क्या हो रुखै उठाल्नु भयो उता अमृतसरले त हुँदैन साबास यो के काम भनेको साबास हाँ रनका बुझे रनका अच्छा से रनका साबास यो हो के तरिका भनेको त नै साबास यस्तै गरेर खान नाइ कता कता कहाँ लिने हो त्यो घरमा रोप्ने हो अच्छा ए यता रमाइलो गरेर आन्बे यार देख सकते हो ओए ओए त्यो जो झऱ्यो बे यार ओए यो पात झऱ्यो पात तातो पात नै पात यस्तै काम गरेर खाने केटाहरू चाहिँ देख सकते हो कहाँ राख्ने हो यो अच्छा यहाँ यो पानी आउँछ अहिले यहीँनिर पानी आउँछ बास केजे सरको चाहिँ यता मात्रै हो यहाँभन्दा बाहिर आउनुहुन्न हो सर टक्कै उहाँको यो यति एरिया हो अरू एरिया होइन हाम्रो एरिया हो उहाँको चाहिँ हेर्नु यति दामी दामी छ के यस्तो दामीसँग सफाइ गरिहाल्नु भयो हाम्रो चाहिँ यत्रो सफा गर्ने आहा यो के तरिका भन्ने घिच्ने त उहाँले सिक्नु भएको छ घिच्न यत्रो यस्तो दामी छ क्या डेकोरेसन भनेको त यो हो क्या साथीहरू यता हेर्नु मूर्ति क्या दामी छ हाय 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 देख सकते हो आधा उधी लोग बाहर बैठा है आहा बाहिरको मौसम चाहिँ यस्तो छ बाप न के गर्दै यस्तो यो हैट बास छोड छोड यता पनि नेपाली बोल्न सिकाएको अच्छा अच्छा
काठमाडौँ जान्छु यत्रो काम गरेर राखन् केटाहरू यिनीहरूले मोज गरेर राखन् बे यार अरू त अरू यिनीहरूले मोज गरेर राखन् यत्रो काम गरेर राखन् के केटाहरू यार हेर न यो इन्जोय गरेर राखन् त बे यार यिनीहरूले त यस्तै हान्दैछन् अब पूजा सर चाहिँ पोता उता हान्दै हुनुहुन्छ यस्तै पोता हान्दैछन् बिस्तारै 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 यहाँ बिस्तारै 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 साबास यत्रो साब हान्दैछन् ए आधा केटाहरू यो चाहिँ उता लाग्दै रहेछ काम ए यता त उयो बापा हेर न ए आफै चल्छ गाडी पनि आफै बापा यो जिन्दगी भनेको त यस्तै काम गरेर राखन् बे राम्ररी आन यस्तै हान लाग्नु भएको छ पुजारी सर यो सबै सबै तानिदियो अब यतातिर यस्तै भलक हाम्रो सुरु हुन्छ यस्तै भलक सुरु हुन्छ यस्तै काम गरेर राख्छन् केटाहरू चाहिँ बाहिरबाट पानी हाल्दैछन् अहिले त बाहिरदेखि कोही बेला त रमाइलो गरेर यार यहाँ यता त यस्तो रमाइलो गरेर खा सब काम जस्तै गरेर राख्ने जीवन भाइले यस्तो काम गरेर राख्नु त ल हानिदियो अब दामीसँग सफाइ साबास यस्तै काम गरेर राख्ने यतातिर केटाहरू चाहिँ यस्तै काम गरेर राखन् राम्रै काम गर राम्रै काम गर यस्तो चाहिँ काम गर्दैछन् केटाहरू हो हजुर हो यो के फाल्ने तरिका भन्यो त यार साबास साबास काम त गर्छु नि राम्रै ओए ओए राम्रै काम गर्ने साबास यहाँ फोरायो साबास नरन यस्तो काम चाहिँ गरेर राख्ने केटाहरूले गर 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 अच्छा से करना चाहिए सब ओए फोन मुकिदे काम भनेको यो हो क्या केटाहरू हो ओए बच्चा से नखेला न के हो बच्चा से खेल्ने भट्टाबाट काम गर्ने हो अबिन भाइले काम गरेर खान कि जीवन भाइले यस्तो मजाले काम गरेर खान अबिन भाइले यस्तो काम गरेर खान यो अरूको फुच्चे ओए अच्छा से काम गर्ने भाइ यार भट्टाभट ओए माका भोसालाई जल्दी काम गर्न अच्छा से देख इधर नचल न यार यो बच्चा बिहा गरेर मा चाहिँ एउटा छोरो कि छोरी हो यस्तै चल्छ नि आज कस्तो भैँसो मा के भन्छ त भैँसको टुबा मा काट्नु नपुरोस् फेरि छ नि त्यो चुचुन्डो उता त्यता काम गरेर यस्तो आइसकेका छन् केटाहरू भाइपिङ हिँड बाहिर ओ पूजा सर त्यो अर्को भाइपिङ आउँछ साबा देवाले पनि काम गर्न सिकिसक्यो रहेछ कि देवाले
देबु मेरो डार्लिङ ओ मेरो डार्लिङ राम्रोसँग काम गर ल भनिदिरहेको छु नि मैले राम्रोसँग काम गर ल साबास आज मेरो बेबीले त यहाँ नुहाइसकिन् के कसरी मजाले काम गर्छिन् के अच्छा होइन जोसिएर हाने कि केटाहरू सब जोसिएर हाने यार हाई 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 गर्मी हामी एउटा सब अब चाहिँ हामी टक्क यो सब मिलाउँछु यता चियर चाहिँ बाबै गर्मी गर्मी सोफा ल्याऊ सबले सोफा पुरा भट्टाबाट अब फाइनली सोफा चाहिँ भित्र ल्याउँछु हेर न माया गर्नु हामीले चाहिँ सब मिलाइसक्यो चियरहरू यत्रै गर्मी भएको छ कसम सब मिलाइसक्यो हामी चियर चाहिँ यत्को जेल ल्याइसक्यो सोफाहरू हेर्नुहोस् अहिले अघिको माहौल कस्तो थियो र अहिलेको माहौल कस्तो छ हेर्नुहोस् हजुरहरू यस्तो दुःख गऱ्यो टोटल पसिना हो क्या टोटल पसिना हो यस्तरी मिलाइसक्यो टक्क एकचोटि भ्यू हेर्नुहोस् अहिले चाहिँ यस्तो छ दामी सेटल लागिरहेको छ फाइनल्ली हामीले काम पुरा गरिसके हाय हाय टक्क यस्तरी बसेर खान मेरा जनताहरू यो गर्मी हो कि के हो ए यता खाप्चो पाउनुहुन्छ अहिले कस्तो आनन्द हुन्छ बे अहिले त हाय 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 के होइन ए छन् स्टाफहरू यो चाहिँ हामी काम गर्ने होटल ए कहाँ से आया ओ कहाँ से आया हाँ हाँ देखो कितना क्यूट देखता है इधर
इतना काला काला ये दोनों देखो इनको वायरल हो जाओगे देख सकते हो अहिले चाहिँ माया कसम यत्रो भित्र यत्रो काम गरियो लास्टमा हेर्छ यो पिला हो यो धेरै नै म धेरै चाहिँ भन्दैन एउटै मेरो कोटो ल्याऊ मेरो भइजान्छ म धेरै भन्दैन एउटै कोटो ल्याऊ यो देखो अहिलेसम्म यत्रो काम गर्यो यत्रो पसिना बगाइयो लास्टमा यही हो क्या हाम्रो भाग चेस मान्छौ लाज माने यार चेस मार्ने हो कि नै सर टक्क टिनवटा दिइदिएकोमा ठिकै हुन्छ कि नै सर उहाँले पुरा बुझ्नुभयो कस्तो टिनवाला दिइदिएको भने राम्रो हुन्छ कि नै सर भन्नु नि त टिनवाला कस्तो यो खाने होइन कि वास्तवमा टिनवाला दिइदिएको भने यस्तो मजा हुन्छ कुरो छोड्थ्यो के काम गरेर फिलिङ्स आउँथ्यो के नाइ क्या घाँटी लागेको अहिले यस्तै हुनु सक्दैन यता अब सर म लगाउँछु ठाडी घाँटी नाइ म लगाउँछु ठाडी घाँटी अब यो हुँदैन पख यहाँ लो अब म लगाउँछु ठाडी घाँटी 2 गिलास यस्तै हुने क्या सर दुईटा कसैले अरे दिदिने यार मिक्स त हुन न पिनाला इधर आ जाओ ल बोल्न नै मिलेगा लेकिन आधा आधा भन्नु न मलाई फेन्टा लाग्नु ल एउटा गिलास ल्याउनु त मलाई पनि फेन्टा राख्नु ल म खान्न साबास ल यो हो के खाए भने त बल्ल खाए जस्तो भयो नि हुने काम गरेर जति खानु पर्यो कालो रातो ल हो कि नै अरे पर्यो यार पाउनु फेन्टा डालो ना फेन्टा लेके आओ ना यार थम्स अप से क्या होगा भाइ भी अहिले बल्ल मजा खान 5 गिलास खाँदाखेरि बल्ल मजा आयो साँच्ची 5 गिलास खाँदाखेरि बल्ल मजा आयो होइन मैले फेन्टा खाएन म सबै भित्र फेन्टा साथीहरू गर्नु है मैले कति गिलास खाएँ टक्क भिडियो हुँदैछ यस्तो खाँदैछन् त्यो कोट्टाले एउटै हुन्थ्यो दुईटा खान लाग्यो साबा दिमाग चाहिँ ठाउँमा लाउनुहुन्छ है तपाईँ साथीहरू भन्नुहोस् मैले कति गिलास खाएँ बग गिलास कागज हेर्नु नाइ अर्को गिलास साबास भन्नुहोस् कति गिलास खाएँ मैले अहिलेसम्म गर्नु होला कसो दियो बल्ल खाए जस्तो भयो अहिले साथीहरू कस्तो भयो भन त मजा आयो दाजु होइन काम गर्न नि मजा आयो खान पनि मजा आयो अब सुत्न पनि मजा आउनेछ भित्र यस्तो गाह्रोमा राखेको पनि यति त खानु पर्यो कहिले दबाएर दिनुहुन्छ कहिले छैन पार्टी हो गया खत्म होने वाला है हम जाते हैं सीधा रूम में नेक्स्ट वीडियो में मिलते हैं गाइस थैंक्स फॉर वाचिंग देन बाय बाय गाइस लाइन दे ल बाबुजी कति गिलास खाएँ यार मैले मैले कति गिलास खाएँ गर्नु हजुरहरू बल्ल खाए जस्तो भयो नि अघि नै खाए जस्तो भएको थिएन अहिले खाए जस्तो भयो नि जीवनले यहाँ चियसै हानेन पाउनु खाँदै खाउँछ अब बजार त खानु न गिलास देऊ न बजार मलाई नबिला के यस्तो धेरै सेवा नगर पुगेको म सेवा गरे पनि मेवा दिन नगरे
भइगयो 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 हान्नु न यो कालो काम कहाँ से आया पता नहीं है ल कोक खाएर ओए बर्तन उतर्नु कन्दो छोड्नु दुईटा ल्याइदिनु चेस त म अरूसँग हान्दिनँ यो गिलासले मेरो चुजो भएर चेस यही हो मेरो ए मान्छे कोदो खाइदिनु ढले